Hello everyone, so get ready with me, Dr. Seth's mineral sunscreen SPF 50 PA 3 plus जुन चाहिँ 25% जिंक अक्साइड 2% ग्लिसरीन र मिनरल फिल्टर छ। यो चाहिँ यसको बेनिफिटको कुरा गर्दाखेरि देयर आर प्रोज एन्ड देयर आर कन्स पनि हैन, तर बेनिफिटको कुरा गर्दाखेरि चाहिँ हजुरले यो लगाइसकेपछि चाहिँ इमिडिएटली इट स्टार्ट्स वर्किङ अनि प्रोटेक्सनको लागि गुड, वेयरएज केमिकल सनस्क्रिन चाहिँ इट टेक्स 30 मिनट्स टाइम र अर्को भनेको चाहिँ यसले चाहिँ प्रोटेक्सन फिल्टर प्रोटेक्सन चाहिँ मजाले फुल कभरेज दिन्छ। एन्ड देन यो चाहिँ ब्रेकआउट हुँदैन, जस्तै सनमा गइसकेपछि हैन, यो चाहिँ एकदम ब्रेक भएर एकदमै पसिना आउने चाहिँ जेनरली मलाई चाहिँ हैन, आई डोन्ट नो अबाउट अदर्स, आई एम ओन्ली टकिङ बेस्ड अन माई स्क्रिन। र यसको कन्स मिनरल सनस्क्रिनको नराम्रो पक्ष अथवा कन्सको कुरा गर्दाखेरि चाहिँ एकदमै थिक हुन्छ। यस इट इज थिक, हेर्न सक्नुहुन्छ इट्स अ थिक। अनि त्यसपछि स्किनमा चाहिँ एकदमै हेभी फिल पनि हुनसक्छ। सो जसलाई चाहिँ एकदमै थिक हुन्छ, वाइट कास्ट पनि हुन्छ, तर यसको चाहिँ गुड थिङ इज देयर इज नो वाइट कास्ट र इजिली ब्लेन्डेबल छ। हजुरले मेरो स्किनमा हेर्न सक्नुहुन्छ, मैले केही पनि लगाएको थिएन, जस्ट मिनरल सनस्क्रिन। सो वाइट कास्ट त छैन यसमा, तर थिक र स्टिकी फिल हुन सक्छ हजुरहरूलाई। सो इफ यु आर अ पर्सन हु डज नट लाइक दिस काइन्ड अफ सनस्क्रिन देन दिस इज नट फर यु। बट जसले चाहिँ मिनरल सनस्क्रिन खोजिरहनु भएको छ, इजिली ब्लेन्डेबल फर गुड प्रोटेक्सन्स, अनि त्यसपछि भने गुड प्रोटेक्सन एन्ड फर दिस स्किन हजुरले हेर्न सक्नुहुन्छ। त्यस्तो मलाई चाहिँ थिक भएको पनि त्यस्तो फिल भएन। मेरो नर्मली स्किनमा आफ्टर सम टाइम्स चाहिँ त्यो ओइली हुन्थ्यो, त्यो पनि भएन। बट यस बट इट्स आफ्नो आफ्नो स्किन टाइप्सको चोइस हो, एन्ड माई स्किन इज कम्बिनेसन, सो इट इज नट स्पोन्सर्ड बाई द वे माई रिभ्यू। सो हजुरहरूलाई चाहिँ इफ यु आर लुकिङ फर मिनरल सनस्क्रिन भने बजेट फ्रेन्डली चाहिँ दिस इज डेफिनेटली द वान। बट यस हजुरलाई स्किनमा थिक हुन्छ, एकदमै चिपचिप फिल हुन्छ भने प्लिज डोन्ट बाई दिस। अदरवाइज अरूहरूलाई चाहिँ ड्राई स्किनहरूको लागि चाहिँ आई थिङ्क दिस इज गुड।